यो त स्वाभाविक राजनीति यिनीहरू त प्रतिक्रियावादी मात्रै भयो अब यो त कस्तो भन्दाखेरि त्यो जुलुस देखेर म पनि जुलुस निकाल्छु काउन्टर चाहिँ यो त पञ्चायतले चैत 24 मा निकाल्नु भनेको थियो त्योभन्दा छिटो निकाल्छु भनेपछि त्यो त मुडभेडको अवस्था भयो नि त हैन मुडभेड ठीक छ मुडभेड गर्नको लागि अहिले यतिखेर चाहिँ यो देश तयार छ सक्छ तर मुडभेडै भयो भने के हुन्छ सिभिल वार हुन्छ एकछिनलाई मानौँ माओवादीसँग फेरि त्यो कुन स्ट्रेन छ र माओवादीसँग आज राजनीतिक शक्ति चाहिँ कुन छ एउटा धेरै कमजोर भएको माओवादी हो नि ठुलो शक्ति त सरकारमै छ त्यसकारणले गर्दा यो कस्तो हुन्छ भन्दाखेरि चाहिँ अहिले खुदा न खास्ता केही गरी यताउता भएर चाहिँ यो सरकार ढल्ने भयो स्वतन्त्र सरकार बन्ने भयो भने यो डराएको कारणले गर्दाखेरि चाहिँ के हुन्छ भने त्यो अस्ति निस्केको जुलुसमा चाहिँ बाढी त्यो 62-63 मा